आज चाहिँ नि हामी पा मार्न जाँदैछौँ। यहाँ हाम्रो एउटा सिकारी पा सिकारी, उहाँ अर्को सिकारी है आउँदैछ। खोला तल छ, खोला निकै तल छ। आज चाहिँ नि हामी पा हन्टिङमा जाँदैछौँ। कति मार्छौँ भरे म सबै तपाईँलाई देखाउँछु है त मित्रहरू। आज दरो पा खाने हो। चैतको महिनामा आजकल पनि ढुङ्गाभित्रै हुन्छ कि बाहिर निस्किन्छ योगेश? भित्रै हुन्छ। कुरबाट निस्केको छैन होइन? कुरबाट निस्केको हुँदैन र? हुँदैन है। ल ठिक छ। योगेश सरले भन्नुभएको अहिले पनि तल कुरमै हुन्छ अरे। मन्दिर कुरमै हुन्छ होइन? जस्तै अब बाहिर अब उब्काउँदा पनि भेटिन्छ? ए लु कता हो ओए? ए त होइन, त्यसले पूजा गर्ने रहेछ त्यहाँ। 16 नम्बर हालेर रहेछ जङ्गल। आमामा कस्तो खतरा जङ्गल हो यहाँ। डरेलो गएछ है पोहोर। हेत्तेरिका सुरु भइसक्छ। यहाँ यसको दुलो छ। यसको क्या जेठा विज्ञानले गल काटेको त्यसमा हो मन्त्री। त्यो हो त्यो ले त भाइ गल काट्दैछ केटाले। यो गल काटेर त्यसले चाहिँ गल भन्छ काटेर। अनि यहाँ दुलो ल हल्लाएपछि सम्भावना तलतिर गयो त जेठा दुईटा हुन्छ त्यसको। अर्को पनि छ ढुङ्गा यो बेस कुन देवेन? राम्रै छ दुलो। राम्रो छ, ठिकको छ, रातो रातो छ। त्यसमा चाहिँ कामो छ होला। बल सट्ट यहाँ हाल्ने हो। छप्ल्याङ 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 पारेपछि थाहा छ भने फुत्त साला सातो जाने गरी निस्किन्छ। मास्तिर पनि ढुङ्गाहरू छ कि जेठा? त्यो पाराले बस्दैन, चिप्लिन्छ। यस हातै छिराउँदा पनि आउँदा आउँथ्यो होला। हात छिराउन हात। लास्ट अप्ठ्यारो छाँगा रहेछ। लास्ट अप्ठ्यारो छाँगा रहेछ। ओइ मलाई लाग्छ है गल्ले। अरे अप्ठ्यारो यहाँबाट त लड्यो भने त सिधै यमराजको दर्शन हुन्छ त। आमा एक्सट्रिम खिचिरहेको छु। त्यसले मार्छ होला। त्यहीबाट ल केटाहरू झरो
विज्ञानमाथि अहिलेसम्म हात लागे सुन्ना भिरमाउरी छ के हो त्यहाँ कि झिँगाहरू हौ के हो त्यसलाई गर्न आँटेको खुट्टा थर्र काम हो gimana launu? Finally भेटियो पा यस्तो हुन्छ है पा यस्तोबाट निकालेको पा यस्तोबाट निकालेको फेरि एउटा समाइयो होइन एउटा समाउन सफल भइयो केटाहरू झर्दैछ यस्तो सबै खानु हाँस्दैछ कर्ने त्यो च्याप्ट्याउला बुहारी रुन्छन् है अप्ठ्यारो हो बाटो अब यो पानी खाने हो छायाको पानी भइसक्यो नि त ओके त्यसो बल फेरि एकातिर हो है हाम्रो बाजेले एकदम हाम्रो 3 तले 4 तले भन्दा 100 तलेको पानी खानुहुँदैछ है ल हेर्नुहोस् ल अहिले आएर बाइसमा राखेको जतिको छ अरे मिठो हाम्रो अझै यहाँ गोजीको चाहिँ निङ्गुरो चाहिँ पहिला झिकौँ न गोजी निङ्गुरो पनि ल्याइयो निङ्गुरो पनि मिठो हुन्छ होइन खाऊँ न यो अलिकति भए पनि हुन्छ कुकुरले खान्छ नि मन पराउँछ नि अनि टोटल पा चाहिँ हामीले यो माछा नै हो टोटलको पारमा अहिले माछा चिसो माछा एकदम सफा माछा मात्र परेर आउँछ त्यति मात्र भेट्यो आज हिँडेको बाई बाई रे उकालो छैन अब कसरी जानु राम प्याक हो ल कसको बाख्राहरू हो यो बाघ सिपिएको कि खङ टाङ्गेको हो बाख्राहरू चाहिँ ल अब मरिने भयो उकालो